아, 그거는 아줌마 거요. 어머, 아줌마 거는 안 되죠. 저 아줌마 거 아닌데 라인이 틀려. 아가씨 거 보여줘야죠. 아줌마 왜 그래요? 아줌마 거 아니에요. 그거 아줌마 거요. 어머나. 다 아가씨들이 있는데요. 아가씨 거 보여줘야죠. छोरी आयो छोरीलाई भेट्यो फाइनल्ली होइन नमस्ते भाग्यमानी अनि कस्तो लाग्दैछ कोरिया अनि अब हामी सबै फ्यामिली मिलेर चाहिँ आज चाहिँ नमस्ते नमस्ते रमाइलो भयो नि त हेलो नमस्ते अनि स्वागत छ यार सम्पूर्णलाई प्रणलाम ब्लगमा साथीहरू आराम हुनुहुन्छ आज चाहिँ सम्पूर्णलाई आराम छ साथीहरू आज चाहिँ म यो सौलमा आएको छु विशेष गरी के छ भन्दा आज चाहिँ यो सौलको विभिन्न स्पेसल ठाउँहरू चाहिँ यसो भ्रमण गर्नुको लागि आएको छु पानी चाहिँ सिम परिरहेछ अहिले चाहिँ यहाँनिर चाहिँ तैपनि अब आजको दिन चाहिँ त्यति राम्रो चाहिँ छैन मौसम चाहिँ तर पनि अब एउटा एक्साइटमेन्ट चाहिँ छ किनभनेदेखि मेरो चाहिँ छोरी भान्जा सम्पूर्णलाई भेट्दै अनि सँगै घुम्ने प्लानिङ छ फ्यामिली घुम्ने प्लानिङ छ त्यही भएर म यहाँनिर आएको छु अब यहाँबाट चाहिँ यो ठ्याक्क म गाउँबाट यो सहरमा आइपुगेको छु होइन अब यहाँबाट चाहिँ ठ्याक्क लगाएर यो भित्र चाहिँ सायद भान्जा आइसकेको छ होला अनि भान्जालाई चाहिँ भेट्ने अनि त्यसपछि छोरी चाहिँ अलिक पर नै छ जस कोरियामा उनीहरू भर्खरै आएको भान्जा चाहिँ अलि अगाडि नै आएको छोरी चाहिँ भर्खरै एक हप्ता पनि भएको छैन अनि उनीहरूलाई भेट्नुलाई जाँदैछु हेर्दै गर्नु होला यहाँभित्र म छिरेँ यहाँ चाहिँ भान्जा सायद बसिरहेको छ होला यहाँ कहाँ छ भान्जा खोजौँ भान्जा भान्जा यहाँ आएको छ भन्थ्यो कता छ भान्जा यो चाहिँ टर्मिनल बस टर्मिनलभित्र हो यो कहाँ रहेछ त मान्छेहरू यसरी बसिरहेछ कहाँ छ त भान्जा ऊ पर रहेछ भान्जा आउँदैछ पुरा सानमा आउँदैछ नमस्ते भाग्यमानी भान्जालाई फर्स्ट टाइम भेट्यो होइन कोरियामा ठिक छ नि अनि पानी बिजी छ सबै अनि कस्तो लाग्दैछ कोरिया अनि ठिक छ के खायो अनि अघि भोक लागेछ अब यो हामी चाहिँ यहाँनिर छोटो ब्रेकफास्ट जस्तो गरेको यो चाहिँ किम्पाप भन्छ यसलाई चाहिँ म चाहिँ एक दुईवटा हान्छु यो किम्पाप चाहिँ यस कस्तो भनेदेखि नेपालको हुन्छ नि बाटोमा हिँड्दै भोक लाग्यो भने चाउचाउ काजाकुचु खान्छ नि हो त्यस्तै टाइपको कोरियन नेमा चाहिँ एकदम छिट्टो मिठो भात पनि हुन्छ यहाँ अब के भन्छ सबै चिज हुन्छ तरकारी सबै हुन्छ अब यो खाएर चाहिँ हामी छोरीलाई भेट्नु जाने छोरीको चाहिँ कलेजमै जाने सिम्पाप खाएर चाहिँ अब जाने हो नि त अब यहाँ त पानी परिरहेछ यहाँबाट चाहिँ रेल चढेर हामी चाहिँ छोरीलाई भेट्नु जाने छोरी कलेजमा जाने कोरियाको मौसम नेपालको केटी चाइनाको सामान एउटै हो कतिखेर चेन्ज हुन्छ थाहै हुँदैन ल हेर्दै गर्नु होला हामी रेल चढेर छोरी भएको ठाउँमा पुग्छौँ अनि त्यसपछि तपाईँहरूलाई देखाउँछु किराना पसल नेपालको यस्तै हुन्छ नि ठ्याक्कै सेम छ यहाँनिर चाहिँ अब ट्याक्क हामी छोरीको कलेजमा चाहिँ आइपुगेको छ होइन अब छोरी चाहिँ आउँदैछ ऊ त्यो ट्याक्सीमा आए जस्तो लाग्यो हो त्यो ट्याक्सी होला सायद त्यो ट्याक्सी होला त्यही हो ल यहाँनिर चाहिँ यो छोरी आइपुगेको छ क्यामेरा हाने 감사합니다. 안녕하세요. छोरी आयो छोरीलाई भेट्यो फाइनल्ली होइन यो तिम्रो कलेज यहाँ कतिचोटि आयो ल मम्मीलाई हेलो गर्नु त्यहाँ ल यस्तै हो अब कोरिया कस्तो लाग्यो
ब्लाइन्ड जस्तो केही ल्याङ्ग्वेज नआउँदा त केही थाहा हुँदैन तर मान्छेहरू चाहिँ राम्रो छ है अनि कोरियन अनि त्यो नेपालमा त पढाएको थिएन अलिअलि भिसा लाग्छ भने त थाहा थिएन ल ठिक छ ल यता को चिन्छ माइजू अनि यता आन्टी उसलाई चाहिँ चिन्यो ऊ चाहिँ खोइ नमस्ते गर नि दुईजना 안녕하세요. अब कोरियामा आएपछि 안녕하세요 त गर्ने दुईजना हो नि भेट्यो ल छोरीलाई भेट्यो अनि जाडो भएको छैन यो लुगा भित्र लाग्छ मैले जाडो जाडो धेरै टेम्परेचर छ कस्तो जाडो जाडो छ तर युनिभर्सिटी चाहिँ दामी रहेछ हाम्रो यस्तै हुन्छ कोरिया युनिभर्सिटी सबै मान्छेहरू कस्तो राम्रो राम्रो हुने है यहाँको कसलाई कलेज सेतो गोरो हुने ल हामी छोरीलाई नि भेट्यो होइन अब चाहिँ हामी छोरीलाई भेटेपछि अब भान्जा नि भेट्यो भान्जा नि यता छ छोरी नि यता छ अब हामी सबै फ्यामिली मिलेर चाहिँ आज चाहिँ सौल घुम्नु जाने अब ल चुप त्यसको बारी यतै त होला नि ल हामी चाहिँ अब यहाँनिर सबैजना भेटेर अब भोक लागेछ खानेकुरा खाने है नेपाली फ्लेभरको अलिकति है पिरो अमिलो खालको खाने होइन तपाईँ पनि त्यही खाने हो भान्जा पनि त्यही खाने रे भान्जा भोक लागेर पुरै अरट्ठे भएर बसिरहेको छ ल जाउँ यो चाहिँ अब हाम्रो आज फ्यामिली ग्यादरिङ प्लस यसो सौलको यसो राम्रो राम्रो ठाउँहरू भिजिट गर्ने क्रममा चाहिँ हामी छौँ कहाँ थियो मिठो खालको यहीँ हो क्या अरे यहाँ हो ए साँच्ची त्यो ऊ पनि छ त अनि कहाँ उसलाई छोडेको त अनि झन्डै उसलाई चाहिँ छोडेको अनि गफै गफमा ल अर्को एउटा बहिनी पनि छ तपाईँको को बहिनी रे एउटा बहिनी अर्को बहिनी आएको छ कहाँनिर रहेछ ल कस्तो लुगा लाग्छ रे यो चाहिँ हामी कोरियाको नेपालीहरू मुख्य जक्सन हुने ठाउँ दोङदेमुन भन्ने ठाउँमा छु मैले चाहिँ यो चाहिँ अनि त्यो बहिनी कहाँ छ रे खोइ 3 नम्बर गेट त ऊ त्यो अघि निस्केको बाटो भयो पारिपट्टि उसलाई त सबै थाहा होला नि अब यहाँ त झन्डै उसलाई छोडेर भात खानु गएछौ कस्तो खालको छ अनि बोलाउने मान्छे नि त्यस्तै भेटेन एउटा ऊ त्यो बाजेले यार क्या स्कुटी ठेलेर ल्यायो यार बाजेले स्कुटी डोरेर ल्यायो यार कत्रै डोरेर ल्यायो ऊ त्यो हो के हो मैले चिन्छ चिन्दैन देखेकै छैन ल मलाई चिन्छ 3 नम्बरबाट त पारी गएर त कहाँ उहाँ गएको त 4 ऊ त्यो अगाडिको 4 हो क्या यो गल्ली गल्ली हिँड्दैछौँ हामी चाहिँ यो बहिनी पनि नयाँ भएर ठाउँ थाहा नभएर चाहिँ खोज्नु जाँदैछौँ के लाग्छ रे ऊ त्यही हो पछाडिबाट प्वाक्क हानु हो त्यो कालो कालो मान्छे त होला नेपाली भनेपछि त कोरियन त गोरै हुन्छ हाम्रो भान्जा पछि पछि लुक्दैछ एक्लै किन ल भेट्यो ल फाइनल्ली भेट्यो नि त ल को भेट्यो ल नमस्ते नमस्ते बहिनीहरू दुईजनै ल जाउँ बहिनीहरूलाई फाइनल्ली भेट्यो खुसी छौ कति खुसी छौ हो नेपालबाट आउने मान्छेलाई जाडो नि नहुने रहेछ है लुगा नि पातल पातल लाउँदै हुने रहेछ है हजुर हाम्रो चाहिँ आज जम्बो टोली भयौँ हामी चाहिँ कतिजना 1 2 3 6 जना भयौँ आज जम्बो टोली चाहिँ हाम्रो डुलडाल हुन्छ आज यहाँनिर चाहिँ अब नेपालबाट आएको भएकोले नेपाल फ्लेभरको चाहिँ खानेकुरा हुन्छ एउटा खत्रै खानेकुरा अब त्यो चाहिँ खानु जाँदैछौँ हेर्दै गर्नु होला त यहाँनिर हाम्रो चाहिँ अब खानाको लागि तयार हुँदैछ हाम्रो छोरीले चाहिँ झ्याम्की झ्याम खोङनामुल र किम्ची खाँदैछ किम्ची मासिस झ्याम झ्याम खाँदैछ अहिले ऊ पनि खानुपर्छ अरू चिज पनि खानुपर्छ त्यो मात्रै खाने होइन अर्को बहिनीहरू यता यहाँ चाहिँ साङ्गेप साल पोल्नुको लागि ल्याउँदैछ मान्छे मान्छेले त खाएन त किम्ची यो टेस्ट गर नानी यो 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 खाइ हेर न अब खाएपछि थाहा हुन्छ नि त नयाँ नयाँ टेस्ट गराउने हो नि तिमीलाई आज ल
यो मासु नि आयो मासु चाहिँ पोलेर खाने यहाँनिर राखेर मिठो रहेछ पिरो मुखै बिगारे यसले मुखै बिगारे त नि नमिठो आज अहिले त्यो सिलामको पात दिन्छ अहिले यहाँ प्याज काँचोकोहरू हो कि सबै ल सुरु गर ट्याक्क लगाएर त्यो के हो थाहा छ कस्तो छ स्वाद ठिकै छ यो हड्डी हो कि हड्डीको सुप जस्तो टाइपको डोजरको हड्डीको सुप हो अनि त्यसमा गेडागुडीहरू के अरे जो अरू अरू चिजहरू पनि हुन्छ कस्तो लाग्यो ठिक लाग्यो हाम्रो भान्जाको चाहिँ खतरा मान्छे अलिकति खतरा खालको देखेर होला अलिक पिरो खान्छ भनेर पुरै पिरो हालिदियो भान्जालाई चाहिँ त्यही छ ल सबले खानु सुरु गऱ्यौँ अब ल बहिनीहरूलाई कस्तो छ ठिक छ यताले खाँदैछ भान्जीले छोरीले यसले चाहिँ खत्रै खायो है ल यसरी हो नि त खाने ल ठिक छ है ल अब खानु सुरु छोरीलाई आज साङ्गेप साल खुवाइदिन्छु म बनाएर यो सागमा यसरी यो मासु हालेर यो अचारमा यस्तो डुबाएर यहाँ राख्ने लसुन लसुन पनि कस्तो खालको रहेछ नि यो अलिकति हालिदिउँ ल यो चाहिँ बनाएर मैले दिएँ यो यसरी खाने छोरी वाजाङ वाजाङ खाने यसरी ठिक छ ठिक छ नि है कोरियन आइटम खायो छोरी गजब भयो फिलिङ कस्तो गुड जाउँ अब ल नलाई चाहिँ फर्स्ट टाइम कोरियन आइटम खुवाएर अब चाहिँ घुम्नु जाने के छोड्यो हेर है यसरी चाहिँ हामी जाँदैछौँ यो चाहिँ रक्सी खाएर नि रातो रक्सी खान्छ त बाजेहरूले तर ल ठिक्क भयो छ मौसम पनि घाम लागेको छ अहिले चाहिँ यता होला त्यो आऊ छोरीलाई जाडो भएर यसो तातो लुगा खोजेको यो ठुलो पसलभरिमै भेटाएन यहाँ चाहिँ अब एउटा कोट चाहिँ भेटिरहेछ अब हेरौँ कस्तो हुन्छ 저기 있는 롱패딩은 싫어요. 롱패딩 있어요? 그거 찾아놨네요. 네, 롱패딩. 아 그거는 아줌마 거요. 어머, 아줌마 거는 안 되죠. 저 아줌마 거 아닌데 라인이 아가씨 거 보여줘야죠. 아줌마 왜 그래요? 아니에요. 그거 아줌마 거요. 다 아가씨들이 있는데요. 아가씨 거 보여줘야죠. 마음껏. 스타일이 마음에 안 드시는 네. 알겠어요. 할머니 아니면 아줌마들이 입는 일이지. 와, 여기까지 다 아줌마 거요? 아니 여기하고 저기하고. 아, 부전이네요. त्यो ठिक छ नानी ल भान्जालाई नि एउटा हेर्नु कोट ल आज चाहिँ यो भान्जा छोरीहरूसँग घुमेर चाहिँ कोरिया यसो घुमेर उनीहरूलाई घुमाएर अनि अब चाहिँ घर घरतिर फर्किने बेला भयो हैन कस्तो भयो भान्जा आजको राम्रै भयो अल्छी अल्छी लाग्यो हाम्रो भान्जा चाहिँ एक्लै भयो म पनि छुच्छुन चाहिँ तर पनि अलिकति उसलाई बोर बोर नै फिल भयो होला अनि यता नानीहरूलाई चाहिँ अनि कस्तो लाग्यो रमाइलो भयो नि त ल उनीहरूलाई चाहिँ गजब भयो अरे ल आज चाहिँ हाम्रो फ्यामिली ग्यादरिङ जस्तो हल्का अनि थोरै घुमघाम भनौँ न त्यस्तो भयो ठिक छ होइन सबैलाई ल एकचोटि ल सबले बाबाई गरिदियो ल ल भान्जा एकचोटि बाई गरिदियो ल आजलाई चाहिँ यति नै स्वस्थ रहनु ल मस्त रहनु होला अनि यस च्यानल हेर्दै गर्नु होला अर्को भ्लगमा भेटौँ ल हस् त जरी पाऊ